समानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् र यसको राइट एन्सर रहेको छ सर एडमन्ड हिलारी। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 2 मा जाउँ। क्वेसन नम्बर 2 मा रहेको छ थारू जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ? यसको एन्सर रहेको छ पोलो। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 3 मा जाउँ। क्वेसन नम्बर 3 मा रहेको छ हेरी पोटर श्रृङ्खलाकी लेखिका को हुन् र यसको राइट एन्सर रहेको छ जेके रोलिङ। क्वेसन नम्बर 4 मा रहेको संयुक्त राष्ट्र सङ्घमा भिटो प्रयोग गर्ने पहिलो देश कुन हो र यसको राइट एन्सर रहेको छ बेलायत। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 5 मा जाउँ। क्वेसन नम्बर 5 मा रहेको छ काठमाडौँ बाहिर खुलेको पहिलो स्कुल कुन हो र यसको राइट एन्सर चाहिँ रहेको छ चन्द्र मिडल स्कुल, जुन चाहिँ विक्रम सम्वत 1972 सालमा चाहिँ इस्टाब्लिस भएको हो। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 6 मा जाउँ। क्वेसन नम्बर 6 मा रहेको छ नेपालले बिप्पा सम्झौता गरेको पहिलो राष्ट्र कुन हो र यसको राइट एन्सर रहेको छ फ्रान्स। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 7 मा जाउँ। क्वेसन नम्बर 7 मा रहेको छ बालुवा कुन कुन तत्त्व मिलेर बनेको हुन्छ र यसको राइट एन्सर रहेको छ सिलिकन र अक्सिजन। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 8 मा जाउँ। क्वेसन नम्बर 8 मा रहेको छ 2078 को जनगणना कतिौं जनगणना हो र यसको राइट एन्सर रहेको छ 12औं जनगणना चाहिँ 2078 मा गरिने जनगणना चाहिँ 12औं जनगणना हो। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 9 मा जाउँ। क्वेसन नम्बर 9 मा रहेको छ माटो दिवस कहिले मनाइन्छ र यसको राइट एन्सर रहेको छ डिसेम्बर 5 मा चाहिँ माटो दिवस मनाइन्छ। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 10 मा जाउँ। क्वेसन नम्बर 10 मा रहेको छ पृथ्वीनारायण शाहले काठमाडौँलाई नेपालको राजधानी कहिले घोषणा गरे र यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 1826 चैत्र 10 मा चाहिँ पृथ्वीनारायण शाहले चाहिँ काठमाडौँलाई नेपालको राजधानी घोषणा गरे। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 11 मा जाउँ। क्वेसन नम्बर 11 मा रहेको छ कोत पर्व कहिले घटेको थियो र यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 1903 असोज 2 गते चाहिँ कोत पर्व घटेको थियो। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 12 मा जाउँ। क्वेसन नम्बर 12 मा रहेको छ राउटे भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ र यसको राइट एन्सर रहेको छ भोट बर्मेली भाषा परिवार। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 13 मा जाउँ। क्वेसन नम्बर 13 मा रहेको छ जनमत संग्रह सम्बन्धी व्यवस्था नेपालको संविधानको कति धारामा रहेको छ र यसको राइट एन्सर रहेको छ 275 धारामा चाहिँ रहेको छ। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 14 मा जाउँ। क्वेसन नम्बर 14 मा रहेको छ ग्रेट हिमालयन ट्रेलले कति देशलाई समेट्छ र यसको राइट एन्सर रहेको छ 6 वटा देशलाई चाहिँ समेटेको छ। र त्यसै गरी यो 6 वटा देशमा इन्क्लुड गरेको देशहरू चाहिँ इन्डिया, चाइना, नेपाल, पाकिस्तान, भुटान र म्यानमार हो। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 15 मा जाउँ। क्वेसन नम्बर 15 मा रहेको छ बडीमालिका कुन जिल्लामा पर्दछ र यसको राइट एन्सर रहेको छ बाजुरा जिल्लामा पर्दछ। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 16 मा जाउँ। क्वेसन नम्बर 16 मा रहेको छ एसियाली विकास ब्याङ्क यानि कि एडिबी को प्रधान कार्यालय कहाँ रहेको छ र यसको राइट एन्सर रहेको छ फिलिपिन्सको मनिला भन्ने ठाउँमा। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 17 मा जाउँ। क्वेसन नम्बर 17 मा रहेको छ सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतीय राज्य कुन हो र यसको राइट एन्सर रहेको छ उत्तर प्रदेश। चाहिँ उत्तर प्रदेशको पपुलेसन चाहिँ हाल 20 करोड रहेको छ, जुन चाहिँ नेपालको जनसङ्ख्या भन्दा लगभग 7 गुणा बेसी रहेको छ। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 18 मा जाउँ। क्वेसन नम्बर 18 मा रहेको छ वातावरण संरक्षण बाङ्गारी माथै कुन देशकी नागरिक हुन् र यसको राइट एन्सर रहेको छ केनिया। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 19 मा जाउँ। क्वेसन नम्बर 19 मा रहेको छ अन्नपूर्ण संरक्षण क्षेत्रको क्षेत्रफल कति रहेको छ र यसको राइट एन्सर रहेको छ 7629 वर्ग किलोमिटर रहेको छ। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 20 मा जाउँ। क्वेसन नम्बर 20 मा रहेको छ लाटो पहाड कृतिका लेखक को हुन् र यसको राइट एन्सर रहेको छ उपेन्द्र सुब्बा हो। र त्यसै गरी अब नेक्स्ट क्वेसन नम्बर 21 मा जाउँ। क्वेसन नम्बर 21 मा रहेको छ सुदूरपश्चिम प्रदेशमा कति जिल्ला रहेका छन् र यसको राइट एन्सर रहेको छ 9 वटा जिल्ला रहेको